सम्पूर्णमा नमस्ते। आज म धनगढी उपमहानगरपालिकामा अवस्थित बस पार्क आएको छु र यो बस पार्क धनगढीको मात्रै होइन, समग्र सुदूरपश्चिमकै 9 जिल्लाको सबभन्दा बढी चाप धान्ने र सबभन्दा ठुलो बस पार्क पनि हो। यहाँ 9 जिल्लाका लागि गाडीहरू रवाना हुन्छन्, तर आज यो बस पार्कको अवस्था देख्दा हामी सबैलाई धेरै दुःख लागेको छ। यहाँ हेर्न सक्नुहुन्छ एकदमै खाल्डाखुल्डी धेरै छ, जता त्यतै खाल्डाखुल्डी छ। अलिकति पानी पर्ने बित्तिकै यो बस पार्कमा यहाँ चाहिँ पानी जम्ने अवस्था छ। यो अवस्थालाई चाहिँ कसरी समाधानमा ल्याउने? यो जुन बस पार्क छ यो त एक हिसाबले भन्ने हो भनेपछि आन्तरिक पर्यटनका निम्ति पनि धेरै महत्त्वपूर्ण ठाउँ हो। बाहिरबाट नि मान्छे आउँदा पहाडी जिल्लाहरू जानका निम्ति यही बस पार्कको प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले यो बस पार्क जुन पर्यटनसँग जोडिएको छ, सुदूरपश्चिमको अनुहारसँग जोडिएको छ, यो बस पार्कमा यसरी खाल्डै खाल्डा र पानीले भरिएका हिलो देख्दा मलाई एकदमै नराम्रो लागेको छ। अब मैले अलिकति बुझ्दै जाँदा यसमा चाहिँ खासमा स्थानीय सरकारले चाहिँ यसलाई ठेका प्रक्रिया मार्फत ठेकदारलाई दिनुभएको रहेछ। त्यसमा एकदमै कुनै हाम्रो आपत्ति छैन, तर यदि ठेका पट्टा मार्फत यसलाई चाहिँ ठेका प्रक्रियामा कसैलाई दिएको हो भने पनि यहाँ चाहिँ मर्मत सम्हार किन वर्षेनी हुँदैन? किन वर्ष यो मर्मत सम्हार हुँदैन? किन वर्ष यसलाई चाहिँ नियन्त्रण गरिँदैन, नियमन गरिँदैन? यो चाहिँ एकदमै प्रश्न छ। र यदि ठेकेदारले गर्ने हो भने पनि ठेकेदारले गर्नु पर्यो, ठेकेदारले गर्ने होइन भने नगरपालिकाले गर्नु पर्यो, जसले गरे पनि गर्नु पर्यो। तर यसले गर्दा नागरिकले दुःख पाउनु भएन, यो बस पार्कको सुन्दरतामा कुनै आँच आउनु भएन। अब ठेकेदारलाई गराउने हो कि नगरपालिकाले आफैले गर्ने हो? जसरी हुन्छ बस पार्कको सुन्दरतालाई फेरि फिर्ता ल्याउनु पर्यो। यो फोरै फोर देखिन्ला छ, खाल्डै खाल्डो देखिन्ला छ, जताततै हिलो छ। यो हिलाम्य अवस्थाबाट बस पार्कलाई मुक्ति दिनु पर्यो। धेरै यहाँ केही लगानी लाग्ला जस्तो पनि छैन। अलिकति लगानी लगाइदिने हो र अलिकति हेरचाह गरिदिने हो भने यी खाल्डाहरू त 1 महिनामै पुरिन्छन्। यहाँ फेरि पनि सुन्दरता कायम रहनेछ। र यो मस्ट लाइट पनि अहिलेसम्म बलेको छैन भन्ने हामीले सूचना पाएका छौँ। म यही भिडियो मार्फत सम्बन्धित निकायलाई, सम्बन्धित ठेकेदारज्यूलाई अनुरोध गर्न चाहन्छु, यो मस्ट लाइटलाई पनि चाँडोभन्दा चाँडो ल्याइदिनु पर्यो सञ्चालनमा, र यो खाल्डोहरू छिटोभन्दा छिटो पुरिदिनु पर्यो। यति छ मेरो आग्रह। धन्यवाद। एकदमै राम्रो